नेपाली भाषा साहित्यका धरोहर कमलमणि दीक्षितको 86 वर्षको उमेरमा निधन। संविधान संशोधन विधेयक तथा स्थानीय निर्वाचनबारे छलफल गर्न मधेसी मोर्चाको बैठक बस्दै संसद बैठक पनि आजै बस्ने। अमेरिकाको पछिल्लो व्यवहारप्रति चिन्तित रहेको इजरायली प्रधानमन्त्री नेतन्याहुको भनाई। र 7औं राष्ट्रिय खेलकुद प्रतियोगिताको 7औं दिन आज विभिन्न 10 खेलमा प्रतिस्पर्धा हुँदै 70 स्वर्ण पदकको छिनोफानो हुन बाँकी रहँदा दोस्रो स्थानको पुलिसभन्दा आर्मी 62 स्वर्णले अघि। नमस्कार, कान्तिपुर डायरीका साथमा साथी लक्ष्मी र म दिनेश। समाचार अब विस्तारमा। नेपाली भाषा साहित्यका धरोहर कमलमणि दीक्षितको 86 वर्षको उमेरमा निधन भएको छ। आज बिहान 2:45 बजे पाटनढोका स्थित निजी निवासमा उहाँको निधन भएको हो। लामो समयदेखि श्वास प्रश्वास सम्बन्धी समस्याबाट पीडित दीक्षितलाई ललितपुरको ग्वारको स्थित B&B अस्पतालमा उपचारमा राखिएको थियो। दीक्षितलाई भाषा साहित्य क्षेत्रको एउटा शिरपोस मानिने गरिन्थ्यो। नेपाली भाषा साहित्यमा उच्च सम्मान र कदरका साथ हेरिने मदन पुरस्कार गुठीको स्थापनाकाल 2012 देखि सम्बद्धता राख्ने दीक्षित त्यस लगतै स्थापना भएको मदन पुरस्कार पुस्तकालयको पनि संस्थापक हुनुहुन्छ। यो पुस्तकालयमा अहिले नेपाली भाषा साहित्यका झण्डै 38,000 पुस्तक संग्रहित रहेका छन्। उहाँका मौलिक र सम्पादित गरेर 100 भन्दा बढी कृति छन्। उहाँका 2 छोराहरू कुन्द र कनकमणि स्थापित पत्रकार हुन् भने छोरी रूपा जोशी पनि लेखनमा चर्चित हुनुहुन्छ। दीक्षितको सम्पादनमा 2016 सालदेखि प्रकाशनमा आएको नेपाली त्रैमासिक पत्रिका अझै पनि निरन्तर प्रकाशन भइरहेको छ। दीक्षितको गौशाला स्थित विद्युतीय शब्दाह गृहमा आज बिहान अन्तिम संस्कार गरिएको छ। राजनीतिक गतिरोध अन्त्यका लागि दलहरूबीच सहमति नभएपछि व्यवस्थापिका संसद बैठक भने दैनिक जस्तो बोलाउन थालिएको छ। एमाले सहितका प्रतिपक्ष दलले गत मङ्सिर 16 गतेदेखि लगातार बैठक अवरुद्ध गरेपछि दबाव स्वरूप बैठक दैनिक बोलाइएको संसद सचिवालय स्रोतले जनाएको छ। संसदको सबैभन्दा ठूलो दल कांग्रेसको गत सोमबार बसेको बैठकले समेत लगातार बैठक बोलाइए एमाले समेत दबावमा आउने निष्कर्ष निकालेको थियो। सरकारले गत मङ्सिर 14 गते प्रदेश सीमाङ्कन हेरफेर गर्ने प्रयोजनसहित संसदमा दर्ता गराएपछि संसदको लगातार 11वटा बैठक कार्यसूचीमा प्रवेश नै गर्न नदिएर एमाले अवरोध गरिरहेको छ। बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। संसद सचिवालयले पछिल्ला बैठकका लागि निर्वाचनसँग सम्बन्धित 2वटा विधेयक, संविधान संशोधन विधेयक र अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफललाई समेत कार्यसूचीमा राखे पनि अघि बढ्न सकेको छैन। यद्यपि विधेयक फिर्ता नभएसम्म सदनको काम कारबाही अघि बढ्न नदिने अडानमा एमाले कायमै छ। संविधान संशोधन विधेयकबारे दलहरूबीच सहमति हुन नसक्दा संसदमा टेबल हुन सकेको छैन भने विधेयक दर्तापछि उत्पन्न विवादका कारण राष्ट्रिय राजनीतिका अन्य विषयहरू समेत ओझेलमा पर्दै गएका छन्। दलहरू पछिल्लो समय स्थानीय तह निर्वाचन गर्ने सहमति नजिक पुगे पनि मिति भने घोषणा हुन बाँकी छ। निर्वाचन गर्नेबारे सम्पूर्ण दलहरू सहमत भए पनि विधेयकको विषयमा भने दलीय ध्रुवीकरण जस्ताको तस्तै छ। समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा तय गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दैछ। काठमाडौँको बिजुली बजार स्थित तमालोपाको केन्द्रीय कार्यालयमा बिहान 11 बजे बस्ने बैठकले संविधान संशोधन विधेयक, स्थानीय निर्वाचन लगायतका विषयमा मोर्चाको पछिल्लो धारणा तय गर्ने सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले बताउनुभयो। बैठकले संविधान संशोधनमा भइरहेको ढिलाइबारे समीक्षा गर्दै त्यसलाई अघि बढाउन अपनाइने रणनीति समेत तय गर्ने बताइएको छ। सत्तारूढ दलहरूले स्थानीय निर्वाचनको विषयमा सहमतिमा आउन आग्रह गरे पनि संविधान संशोधनको विषयलाई अघि नबढाएसम्म चुनाव स्वीकार नगर्ने मोर्चाले बताउँदै आएको छ। मोर्चाले संविधान संशोधन र स्थानीय निर्वाचनको विषयलाई सँगसँगै अघि बढाउने विषयमा आजको बैठकबाट ठोस धारणा बनाउने सद्भावना महासचिव सुमनले बताउनुभयो। सत्तारूढ दलहरूले एक सातामा स्थानीय निर्वाचनको मिति घोषणा गरी अघि बढ्ने सैद्धान्तिक सहमति गरेपछि त्यसबारे धारणा बनाउन मोर्चा पनि आन्तरिक छलफलमा जुट्न लागेको हो। अन्तर मन्त्रालयगत समन्वय हुन नसक्दा नेपाल भारत पेट्रोलियम पाइपलाइन आयोजना अन्यलमा परेको छ। सरकारले चालु आर्थिक वर्षमा नै सो आयोजना अघि बढाउने भन्दै बजेट विनियोजन गरे पनि सरकारवाला आपूर्ति मन्त्रालय र वन मन्त्रालयबीच समन्वय हुन नसक्दा आयोजना अघि बढ्न नसकेको हो। नेपालतर्फको 12 आम्लेखगञ्ज क्षेत्रमा आयोजनाका लागि वन फडानी गर्नुपर्ने भए पनि वन मन्त्रालयले आयोजनालाई स्वीकृति दिएको छैन।
वन फडानी भएपछि प्रभावित हुने क्षेत्र बराबर अन्य कुनै स्थानमा प्रभावित क्षेत्रको 5 गुणा बढी क्षेत्रमा थप वृक्षारोपण गर्नुपर्ने कानुनी व्यवस्था छ। सो कानुन पालना गर्न नसकेकाले आयोजना अघि बढ्न नसकेको आपूर्ति मन्त्रालय स्रोतले जनाएको छ। पेट्रोलियम चुहावट नियन्त्रण गर्न र आपूर्ति व्यवस्थापनलाई सहज बनाउन भन्दै सरकारले भारतीय आयल कर्पोरेसन IOC को सहकार्यमा नेपाल भारत पेट्रोलियम पाइपलाइनको अवधारणा अघि सारेको थियो। नेपाल भारत 41 किलोमिटर सो आयोजनामा 39 किलोमिटर भारततर्फ कुनै समस्या नरहेको र नेपालतर्फको 12 अम्लेगन क्षेत्रमा 2 किलोमिटर आसपासमा वन फडानी गर्नुपर्नेछ। करिब 4 अर्ब रुपियाँ लागत अनुमान गरिएको आयोजनामा 70% लगानी भारत सरकारले गर्ने समझदारी बनिसकेको छ। त्रिभुवन विश्वविद्यालयको 42औं दीक्षान्त समारोह आज हुँदैछ। समारोहबाट 2072 जेठ मसान्तदेखि 2073 असार 15 गतेसम्म स्नातकोत्तर एमफिल र विद्यावारिणी उत्तीर्ण गरेका विद्यार्थी दीक्षित हुँदैछन्। 4वटा संकाय र 5वटा अध्ययन संस्थानका तर्फबाट उत्तीर्ण भएर आवेदन दिएका झण्डै 84,000 विद्यार्थी मध्ये 9,734 विद्यार्थीलाई विश्वविद्यालयले दीक्षित गर्न लागेको त्रिविका प्रवक्ता भोला प्रसाद ढकालले जानकारी दिनुभयो। मध्याह 12 बजे ललितपुरको पुल्चोक स्थित इन्जिनियरिङ क्याम्पस प्राङ्गणमा आयोजना हुने समारोहमा त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले दीक्षित विद्यार्थीहरूलाई सम्मान गर्नुहुनेछ। विभिन्न माग राखी लगानीकर्ता संघले आज धितोपत्र बोर्ड सेभोनमा धरना दिँदै ज्ञापन पत्र बुझाउँदैछ। ब्रोकर कम्पनीको विस्तार, वाणिज्य ब्याङ्कलाई पनि ब्रोकर लाइसेन्स, अनलाइन ट्रेडिङको व्यवस्था तथा गैर आवासीय नेपालीलाई पनि बजारमा प्रवेश गर्न पाउने वातावरणको व्यवस्था लगायतका माग राख्दै संघले धरना दिन लागेको हो। बिहान 11 बजेपछि बोर्डमा धरनासहित ज्ञापन पत्र बुझाउन लागेको संघले जनाएको छ। यसैगरी लगानीकर्ताले हिजो पनि भद्रकाली स्थित नेपाल स्टक एक्सचेन्ज नेप्सेमा धरना दिएका थिए। कान्तिपुर डायरीमा अब ब्रेकको पालो। ब्रेकपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पछिल्लो समय आफ्नो मुलुकप्रति अमेरिकाले गरेको व्यवहारले चिन्तित भएको बताउनु भएको छ। अमेरिकी विदेश मन्त्री जोन केरीले इजरायली बस्तीबारे अनावश्यक रूपमा टिप्पणी गरेको भन्दै प्रधानमन्त्री नेतान्याहुले अमेरिकी कदमको आलोचना गर्नु भएको छ। अमेरिकी विदेश मन्त्री केरीले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदमा इजरायल र प्यालेस्टाइनलाई हुन सक्ने सम्भावित ठूलो क्षतिबाट बचाउन यहुदी बस्ती भत्काउने निर्णयको समर्थन गरेको बताएपछि इजरायल अमेरिकासँग रुष्ट बनेको हो। इजरायलका प्रधानमन्त्री नेतान्याहुले केरीले प्यालेस्टाइनका हिंसात्मक गतिविधिबारे प्रतिक्रियासम्म नजनाएको र आफ्नो मुलुकबारे गरेको टिप्पणीले निराशा पैदा भएको उल्लेख गर्नुभएको छ। नेतान्याहुले मध्यपूर्वमा तनावहरू बढिरहेका सन्दर्भमा इजरायलप्रति अमेरिकी दृष्टिकोण साँगुरिएको भन्दै आलोचना गर्नुभएको छ। यसैबीच नेतान्याहुले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर अघि बढ्न इच्छुक रहेको बताउनु भएको छ। यसअघि ट्रम्पले पनि इजरायलको पक्षमा आफू रहेको भन्दै तत्काल नआत्तिन आग्रह गर्नुभएको थियो। अब खेलकुदका प्रसङ्ग। पूर्वाञ्चलमा जारी 7औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज विभिन्न 10 खेलमा प्रतिस्पर्धा हुँदैछ। समय अभावका कारण अनिर्णित बनेको पुरुष फुटबलको दोस्रो सेमिफाइनलको टाई ब्रेकर आज बिहान हुनेछ। सुनसरीको धरान स्थित इन्फा टेक्निकल सेन्टरमा हिजो भएको आर्मी र मध्यमाञ्चल बीचको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिए पनि समय अभावमा टाई ब्रेकर हुन सकेको थिएन। अहिले केही बेरपछि सिधै टाई ब्रेकर खेलाइने आयोजकले बताएको छ। विजेता टोलीले उपाधिका लागि भोलि शुक्रबार विभागीय टिम एपीएफसँग प्रतिस्पर्धा गर्ने त्यहाँबाट सहकर्मी हेमविक्रम केसीले जनाएका छन्। पहिलो सेमिफाइनलमा पुलिसलाई 2-0 गोल अन्तरले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरिसकेको छ। त्यस्तै ललितपुरको सातो बाटोमा जारी स्क्वास अन्तर्गत महिला सिङ्गल्सको स्वर्ण पदकका लागि मध्यमाञ्चलकी भावना सुनुवार र आर्मीकी विपना बलोनबीच प्रतिस्पर्धा हुनेछ। यस्तै पुरुष सिङ्गल्समा आर्मीका अरहन्त केशर सिंह र अमृत थापा मगर तथा मध्यमाञ्चलका विनोद रत्न साके र मध्यपश्चिमाञ्चलका ज्ञानु चौधरीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। जिम्नास्टिकतर्फ एक्लो वर्चस्व कायम गरेको कान्छो विभागीय टिम एफएफले पुरुषतर्फको स्पर्धामा आज प्रतिस्पर्धा गर्नेछ। झापाको धुलाबारीमा जारी प्रतियोगिताको अलराउन्डतर्फ पनि पकड बनाएको एपीएफले पुरुषतर्फका स्पर्धामा पनि स्वर्ण पदकमा बलियो दावेदारी प्रस्तुत गर्नेछ। पुरुष क्रिकेटमा आज सेमिफाइनलका खेलहरू हुनेछन्। विराटनगर स्थित बैजनाथपुर खेल मैदानमा हुने सेमिफाइनलमा पुलिस र आर्मी तथा एपीएफ र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ। ह्यान्डबलतर्फको पुरुष महिला स्पर्धा विराटनगरको टन्की सिनबारीमा हुनेछ भने झापाको धुलाबारीमा जिम्नास्टिकतर्फका खेलहरू सञ्चालन हुनेछन्। बक्सिङको पुरुष महिला स्पर्धा झापाको चन्द्रगढी खेल मैदानमा, चेस धनकुटामा, कुस्ती सिराहामा तथा फेन्सिङका बाँकी खेलहरू काठमाडौँमा सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। प्रतियोगिता अन्तर्गत 7औं दिनको खेल जारी रहँदा विभागीय टिम आर्मी
2 स्वर्णसहित तालिकाको शीर्ष स्थानमा छ। पुलिस 40 स्वर्णसहित दोस्रो र तेस्रो स्थानको एफिएफको 36 स्वर्ण छ। चौथो स्थानको मध्यमाञ्चलको 23, पाँचौं स्थानको मध्यपश्चिमाञ्चलको 7, छैठौं स्थानको पश्चिमाञ्चलको 6, सातौं स्थानमा रहेको पूर्वाञ्चलको 6 तथा आठौं स्थानमा रहेको सुदूरपश्चिमाञ्चलको 4 स्वर्ण छ। इङ्ग्लिस प्रिमियरसिप फुटबलको पछिल्लो खेलमा टटनह्याम हटस्परले 10 खेलाडीमा सीमित साउथह्याम्पटनलाई 4-1ले पराजित गरेको छ। यद्यपि खेलमा अग्रता भने भर्जिल भान डिजको गोलबाट साउथह्याम्पटनले खेलको दोस्रो मिनेटमा लिएको थियो। तर खेलको 19औं मिनेटमा गोल गर्दै डेल अलीले खेल बराबरीमा ल्याएका थिए। 87औं मिनेटमा अलीले व्यक्तिगत दोस्रो गोल गर्नु अघि हेरी केन र सन हेङ्गमिनले टटनह्यामका लागि गोल गरेका थिए। डी बक्सभित्र अलीलाई फल गरेपछि नाथन रेडमन्ड रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। तर केनले प्रहार गरेको पेनाल्टी प्रहार भने बारमाथिबाट बाहिरिएको थियो। जितपछि पनि टटनह्याम 37 अङ्कमा तालिकाको 5औं स्थानमा कायमै छ भने साउथह्याम्पटन 24 अङ्कमा 8औं स्थानमा छ। डेभिड वार्नर र उस्मान खवाजाले दोस्रो विकेटका लागि 198 रनको साझेदारी गरेपछि पाकिस्तान विरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा अस्ट्रेलियाले अग्रता लिएको छ। 2 विकेटको क्षतिमा 278 रनबाट आज चौथो दिनको खेल थालेको अस्ट्रेलियाले यो खबर तयार पार्दासम्म थप 3 विकेट गुमाई 445 रन बनाएको छ। पाकिस्तानले पहिलो इनिङ्स 443 रनमा डिक्लेयर गरेको थियो। वार्नर 144 र खवाजा 97 रनमा आउट भएका छन्। यस्तै पिटर स्कम्प 54 रनमा आउट भए। क्रिजमा रहेका कप्तान स्टेफन स्मिथ शतक उन्मुख छन्। उता दोस्रो वनडेमा न्युजिल्यान्डले दिएको 252 रनको मध्यम लक्ष्य पछ्याएको बङ्गलादेशले सामान्य प्रदर्शन गरेको छ। यो खबर तयार पार्दासम्म भ्रमणकारी टोली बङ्गलादेशले 15 ओभरमा 1 विकेट गुमाई 62 रन बनाएको छ। हवस्, त्यसका साथै कान्तिपुर डायरीको यो बुलेटिन यही सकिन्छ। हाम्रो अर्को बुलेटिन बिहान 10 बजे हुनेछ। तबसम्मका लागि लक्ष्मी र दिनेशलाई आज्ञा दिनुहोस्। नमस्कार।